गर्व गर्नु। संसारबाट यो भएन, त्यो भएन, त्यो पाइन, यो पाइन, आफै दुखी हुनुपर्छ। यहाँ हामीलाई बुझ्ने कोही छैनन्। हामीलाई बुझ्ने त हाम्रो पिताजी हुनुहुन्छ, हाम्रा मनभित्रका पीडा बुझ्ने, हाम्रा हैन रोइरहेका मनहरूलाई देख्ने। आँखाको आँसु बगेको मात्रै संसारका मानिसले देख्लान्, तर मनबाट बगेका आँसु देखेर बुझ्नेवाला परमेश्वर हाम्रो हृदयमा हुनुहुन्छ। उस पितामा कनेक्ट भइरहनु, नजिक भइरहनु, उत्साहित भइरहनु, सारा समय, सारा जीवनका क्षेत्रका कुराहरू पितालाई लगाउनु, एक सेकेन्डको पनि लोभ गर्नु परमेश्वरमा। पिता तपाईसँग बोल्न पाए हुन्थ्यो, तपाईलाई कुरा लगाउन पाए हुन्थ्यो। तपाईँ नै हुनुहुन्छ मेरो लागि सबै चिज। परमेश्वरमा हर समय लोभ गर्नु, वचनको, अन्य भाषाको, प्रार्थनाको त आशिषमा हराभरा बनाउनुहुन्छ। परमात्मा परमेश्वरले कसले कसरी मन दिएको छ भनेर जाँच्नेवाला परमेश्वर हुनुहुन्छ, परमात्मा हुनुहुन्छ हैन। मन र ध्यानलाई हामीले कहिल्यै अन्त डुलाउनु हुँदैन। सोचहरूलाई बाहिरी फाल्टो कुरामा हामीले डुल्न दिनु हुँदैन। महिमाको टाइममा मात्रै नै, अरू समयमा पनि यस संसारका व्यक्तिहरूसँग भेला भएर हैन उसको 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 कुरा गरेर बस्ने समय बरु पितासँग अन्य भाषामा बोल्यौँ भने त्यहाँनिर के छ? फाइदा छ। फाइदाको काम गर्न परमेश्वर तयार हुनुहुन्छ। हामीले ईश्वरले भने अनुसार सही तरिकाले मन दिएर, सही तरिकाले विश्वास गरेर, विश्वास पनि स्वार्थले नै। कतिपयको बानी हुन्छ हैन, आफूले आफूलाई निमाल्नुहोस्। अरू टाइम अन्य भाषा पनि हुँदैन, प्रार्थना पनि हुँदैन, वचन सुन्न त कहाँ हो एकादेशको कथा हैन। अनि जब शरीरमा समस्या आयो, जीवनमा समस्या आयो, अनि टाउको दुख्न थाल्यो, पेट दुख्न थाल्यो, या जुनै पनि समस्या आयो, अनि हतार हतार अन्य भाषा 4-5 मिनट 5-10 मिनट गर्यो, अनि के भन्यो? ला गरेको त हो, भएन हैन। यस्तो प्रार्थना र यस्तो विश्वासलाई स्वार्थ भनिन्छ, स्वार्थको विश्वास मानिन्छ। हरेक टाइम अन्य भाषा गर्नु, हरेक टाइम ईश्वरमा नजिक हुनु, हरेक टाइम वचन सुन्नुहोस्, हरेक टाइम प्रेमको साथमा महिमामा जुटेर उत्साहित हुनुहोस्। अनि समस्या आएको घडीमा तपाईले अन्य भाषा गर्नै पाउनु भएको छैन, ईश्वर धन्यवाद मात्रै भन्नु भएको छ, समस्या चट्टै गायब पिताले बनाउन सक्नुहुन्छ। केको कारण? निस्वार्थ विश्वास गरेको कारण, निस्वार्थ प्रेम ईश्वरलाई गरेको कारण, हरेक टाइम ईश्वरमा रहेको कारण परमात्माले यति छिटो कामहरू प्रकट गर्नुभएको हुन्छ। मन बिग्रेको होला, सोच बिग्रेको होला, परिवारको सदस्यहरू गलत बाटोमा होलान्, भनेको नमान्लान्, पढाइमा घटी कमी होला, जस्तो सुकै कुराहरू होस्, ईश्वरलाई जिम्मा दिनुहोस्। हाम्रो म्याम हजुरले गवाई बताउनु भयो नि, छोराको कामै मिलेको थिएन, कामै मिलेको थिएन हैन। नेपालमा हुँदा नि त्यस्तै, विदेश आउँदा नि त्यस्तै। कस्तो रहेछ मेरो भाग्य भन्नुहुन्थ्यो नि उहाँको छोराले हैन। अनि ईश्वर बोल्नु भयो त्यो टाइममा, परमात्मा परम ईश्वर बोल्नु भयो। ईश्वरको योजना ठुलो छ। जहाँ ढिला हुन्छ त्यहाँ राम्रो काम परमात्माले गरेर देखाउनुहुन्छ। तर ईश्वरले गरेको काम हेर्नलाई हामी धैर्य गर्न पर्यो, सहन पर्यो, नम्र भइरहन पर्यो। परमात्माको समय टाढा छैन हैन। तब केही समय पछाडि फोन गर्नुभयो, अरूलाई 1 लाख मतलब 80-90 हजार, 1 लाख, तर मेरो छोरालाई 2 लाख स्यालेरी परमेश्वरले गराइदिनु भयो। अब पिताको राम्रो योजना रहेछ त। त्यतिखेर जागिर नपाउँदा चाहिँ कस्तो अभागी रहेछु भन्न परेको थियो। अब जागिर पाइसकेपछि सबैभन्दा भाग्यमानी कसले बनाउनु भयो? परमेश्वरले बनाउनु। सबैलाई भन्दा उच्च बनाउँदै गर्दा केही समय लाग्ने मात्रै हो। हामी सहन सक्दैनौँ, धैर्य गर्न सक्दैनौँ, अनि
शैतानले त्यहाँ आशिषबाट हामीलाई चुकाइदिन्छ। सबै कुरा परमेश्वरमा जाहेर गर्ने हैन, पुकार गर्ने, कुराहरू लगाउने, सबै क्षेत्र ईश्वरलाई जिम्मा दिने अनि आफू के गर्ने? धैर्यता गर्ने, सहने। मैले ईश्वरलाई जिम्मा लगाइसकेको छु, मेरो पिताबाट काम भइसकेको छ, मैले आफैले गरेँ भने बरु दुःख छ, थोरै थोरै कामहरू होला, तर मेरो पिताले यस्तो सजिलोसँग काम गरेर धेरै आशिषमा राखिसक्नुभयो। धन्यवाद पिता, जब धैर्य गर्छौँ धैर्यताको फल परमेश्वरले प्रकट गरिसक्नु भएको हुन्छ। हामी अन्य भाषा गर्छौँ, आत्तिहाल्छौँ, प्रार्थना गर्छौँ, चिन्ता आफै गरिहाल्छौँ, अनि सबै परमेश्वरले गर्ने जति काम हामीले चिन्ता गर्यौँ झन् चिन्ता थपिन्छ, हामी बनाउन खोज्छौँ झन् बिग्रेर जान्छ, हामीले समस्यालाई हेरिरहन्छौँ झन् देखिँदै जान्छ। तर परमेश्वरले चिन्ता गर्नुभयो भएको सबै समस्या नाश भएर जान्छ हैन। परमेश्वरले नै हाम्रो जीवनलाई हेरिरहनु भयो भने अरू आशिषहरू हामीले हेर्न पाउँछौँ। परमेश्वरले हाम्रा फिक्री गर्नुभयो भने हाम्रो जीवनमा समस्या कहिल्यै काहीँ कुनै क्षेत्रमा समस्या टिक्दैन अनि सबै समस्याको समाधान गर्नुहुने परमात्मालाई दिनुभन्दा आफै लिइरहन्छौँ अनि आफै समस्याको भागीदार बनिरहन्छौँ। आजको दिनबाट सबै पल, सबै घडी, सबै समस्या पिता तपाईँ लिनुहोस् भनेर ढुक्क मन गरेर उत्साहित भएर रहनुहोस्। परमात्माले सबै समस्याको समाधान गरिसक्नु भएको छ। त्यसकारण त ईश्वरलाई धन्यवाद, येशू मसीहको नाममा।